चाहिँ कन्या हो गाइज। Go, go, go. अहिले चाहिँ मेरो बहिनी बिहार गर्दैछ, हेर्दैछ। यो चाहिँ यसो लास्टै डराइरहेको। हाई हेलो गाइज, दर्शन नमस्ते, लासो फ्याफुल्ला, वेलकम टु माई फर्स्ट ब्लग। आज चाहिँ बहिनी र म एडभेन्चर गर्न जाँदैछौँ। यो भिडियो सबै हेरेर सबैजनाले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला मेरो नयाँ च्यानललाई। अनि यो सबै भिडियो म नेक्स्ट ब्लगमा देखाउनेछु। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला। सी यू इन नेक्स्ट ब्लग। अब चाहिँ बहिनी र म जानु लागेको। बहिनी चाहिँ यहाँ पर बसिरहेको होला मलाई पर्खिँदै। म चाहिँ यहाँ अब भिडियो गर्दै हिँड्दैछु। तपाईँहरूलाई अर्को ब्लगमा देखाउँछु अब। यो चाहिँ कन्या हो गाइज। अन्त फाल्टै मान्छे रहेछ हौ। बडाहरू कहाँमा छ? अम्बिर बडाहरू गोकर्णमा। पहिला त गाउँ गाउँदै थियो नि त। हजुर, बडाको छोरी कस्तो भयो? ठुलो भयो। यसपाल फर्स्ट इयरमा पढ्दैछ।
मामले चाहिँ तपाईँलाई सोधिरहनु हुन्छ कोही बेला म उता जाँदाखेरि अब पिडी के गर्छ भन्छ हजुर यति हुन्छ भन्छ हजुर भ्लग बनाउनु सिक्दै गरेर आज हो घरतिर ए आउँछ बसेर कामै छैन त्यो विदेश पनि अहिले बन्द भइरहेको छ कुन ठाउँको अस्ति नै त्यो रोमानिया गरेको थियो त्यत्तिकै भिसा रोकिएर लाग्यो नि किन लाग्यो अब यो फेरि अब 30 साइडतिर जान्छ होला म काठमाडौँ बस्नको लागि अर्कै ठाउँतिर गर्नु पऱ्यो के कुन छ हजुर अब के छ छैन भोलिले त्यतिकै भिडियो मात्रै बनाइरहेको सुरु गर्दैछ अस्ति तिहार हेर्नु 2-3वटा बनाएँ च्यानलै खोलेको छु भिडियो मात्रै बनाइरहेको हेलो गाइज अहिले चाहिँ हामी सूर्योदय एडभेन्चर गर्न जाँदैछौँ अहिले चाहिँ हामी आधी बाटोमा पुगिसकेका छौँ र म चाहिँ मेरो बहिनीलाई देखाउन चाहन्छु बहिनी र म जाँदैछु हेलो मेरो नाम चाहिँ रजिना तामाङ हो आज हामी एडभेन्चरमा जाँदैछौँ अब 600 मिटर्स बाँकी छ कति एक्साइटेड छ जस्तो जानुको लागि म त एकदम एक्साइटेड छु कति छ एक्साइटेड जानुको धेरै लागि नै छु नि अब धेरै नै एकदमै धेरै अब तपाईँहरूलाई म तल पुगेर देखाउँछु अर्को सियु इन नेक्स्ट ब्लग अहिले चाहिँ हामी बहिनी र मेरो टिकट काट्दैछौँ जिप लाइनको लागि भिडियो पनि होला दुईजनाकै यति अफरहरू त छैन नि भाइ अफरहरू छैन अलिअलि डिस्काउन्टहरू छैन अहिले चाहिँ छैन अहिले फिक्स रेट हो नि टिकट काट्नु भयो भने चाहिँ एकजना फ्री हजुर ए एकजना फ्री 6 जनाको चाहिँ हजुर त्यो बन्जी जम्प पनि छ नि बन्जी जम्प पनि त्यति पो रहेछ त बन्जी जम्प नगर्ला त्यो क्लासिकै गरौँ ल नेक्स्ट टाइम गरौँ मेरो चाहिँ तेरो भयो वालेटहरू खस्नै छ भने चाहिँ अलिक सम्हालेर राख्नु नयाँ च्यानल पठाउँछ अनि त्यसपछि आउँछ नि सामान एक्साइटेड पहिला त जाने हैन गो गो गो
हेलो गाइज, अहिले चाहिँ हामी जिप लाइन गरेर आइसक्यौँ। अनि बहिनी तँलाई कस्तो लाग्यो? मलाई चाहिँ ठिकै मजा लाग्यो। मलाई डर पनि लागेन, मजा पनि लागेन। अनि त्यस्तै मजा पनि लागेन? मलाई त मजा लाग्यो त। अलिअलि राम्रो ठिकै छ। अहिले चाहिँ हामी फिक्कलमा जाँदैछौँ खाजा खानको लागि। भोक पनि लागिरहेछ हल्का। अब म देखाउनेछु अर्को भ्लगमा तपाईँहरूलाई। बाई बाई। गर्मी भएको अवस्था यहाँ चाहिँ अहिले चाहिँ मेरो बहिनी बिहार हेर्दैछ। यो चाहिँ लास्टै डराइरहेछ, लास्टै कामिरहेछ। यो हात्तिर उल्का गरिसक्यो। यो तर्सेर उल्का भइसक्यो। यसलाई चाहिँ यसको आज सातो भइसक्यो मेरो बहिनीको। अहिले कस्तो छ तँलाई? भिडामबाट हुन्छ सधैँ। यो चाहिँ आज यसको सातो भइसक्यो। अझै काली न अझै। मैले ओभर रिएक्ट गरेँ क्या हो? सातो गयो भाइ मेरो। त्यही मैले चाहिँ भिआर गरिसकेँ। मलाई चाहिँ एकदमै लास्टै डर लाग्यो। एकदमै धेरै सातो पनि गयो मेरो चाहिँ। एकदम अझै दिल पनि धड्किरहेछ। अनि बहिनी तेरो कस्तो भयो? बहिनी तेरो डर लाग्यो फर्स्टमा चाहिँ, एकदम सातो गयो। कस्तो रमाइलो भयो? यहाँ चाहिँ एकदम दामी लाग्यो। मजा आयो? ल अब बहिनी र मेरो चाहिँ यति हो यात्रा। सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला, लाइक सब्सक्राइब पनि गरिदिनुहोस् होला। आजको लागि यतिकै भ्लग। सी यू इन नेक्स्ट भ्लग। बाई बाई। चिसो लाग्यो तपाईँलाई? चिसो लागि